Hey guys! हेर त गाइस मैले चाहिँ हेलमेट लिएर पनि आएको छु है। यही बाटोसम्म छ नि त पार्किङ, त्यो गरेको छु। फाइनली वी आर इन डेस्टिनेसन। हल्का 10 मिनट केही हुँदैन हौ मलाई यत्रो। अब यो केस यसरी डन्ठी लिएर होइन पो रहेछ, डन्ठी लिएर उठिन्छ होला भनेर त। ल है राम्रो छ है यो ठाउँ चाहिँ चतरा के बिहालु कल्लु अनि बिहालु जियास। हे गाइस ला हेर त हल्का मिनी भ्लग हो। रुकको छोरा यस्तै छ अरे। अलिकति माथि जाउँ न, थोरै माथि जाउँ त। यहीँ रोड छ, यहीँ रोड छ। कुन यताको कि यताको? यता हो। लेउ लागेको रहेछ। केही भयो त यस्तो यस्तो सेतो पानीमा भइगयो नि नम्बर। गाइस मैले चाहिँ हेलमेट लिएर पनि आएको छु है। यही बाटोसम्म छ नि त पार्किङ, त्यो गरेको छु। यस्तो राम्रो ठाउँ रहेछ है, यस्तो चढ्नुपर्छ यार। राम राम के छ हौ हेलमेट बोकर मार त हौ अनि। तर राम्रो रहेछ है पानी चाहिँ। हट गरी भइसक्यो यार। कहाँबाट चढ्यो हौ? ए चिप्ल्यो भने छैन फेरि मादर। मादर कस्तो ठाउँ हो? हट कता झारी झारी कुदाएको हौ ब्रोले। पसिनै भइसक्यो यार। घाम 4 बजे घाम यस्तो छ हेर गाइस। A few moments later. फाइनली वी आर इन डेस्टिनेसन। हल्का 10 मिनट केही हुँदैन हौ मलाई यत्रो। हल्का 10 मिनट हिँड्नु यहीँ आइहाल्यो। यस्तो छ। ल म पनि छिर्छु अब है। हौ ए ल ल ल ल राम्रो छ। ल म पनि अब चुप्लुक्क डुब्छु है त। I have faith in what I see. Now I know I have met an angel.
One hour later. यहाँनिर चाहिँ मैले तिम्रो नाम के अरे भाइ साङ्के र यता सन्दीप है चतराके वासी हो हिमालयन टिम पर्ने होइन ऊ चाहिँ हिमालयन 10मा ल राम्ररी जाऊ है खेलेर टाइम पनि लाग्दिएको अब पौडी सौडी खेलियो मजाले खेल्यो यहाँनिर है गाइस भाइहरू पनि खेल्दैछन् ओहो चिसो पानी छ नि त सेल्फी ओ आउन सेल्फी हान्नु त सन्चै त्यहाँबाट हान त मेरो पनि अब योगेश यसरी डन्ठी लिएर होइन पो रहेछ डन्ठी लिएर उठिन्छ होला भनेको त ल है राम्रो छ है यो ठाउँ चाहिँ चतराके हो पुलभन्दा त्यही हो अलिकति होइन आउनु होला गाइस अब अर्कोचोटि कल्लु ब्लग्स केएलएलयू कल्लु अनि बिएलओजिएस त्यहाँनिर निलो पिक्चर छ पोखराको भाइको बाइसेप छ कि यो गुड भाइ गुड ल मेरो भाइ ल लाग्देको है कडा छ त कहाँबाट गयो केटाहरू ए अघि यतिबाट त आएको त गाइस राम्रो छ है ठाउँ चाहिँ बबाले छ है अब चढ्नु पर्ने रहेछ यार खतरासँगले म त मुनि पनि जानु पऱ्यो हाइट केटाहरू अगाडि हेलमेट पनि सन्जय लिएर गएको छ है हेलमेट हराउँछ भनेर चाहिँ लिएर नगएको के अरे लिएरै आएको हो ल ठाउँ चाहिँ थोरै 10 मिनट हिँड्नुपर्छ है पौडी खेल्ने यहाँ पनि पौडी खेल्दा हुन्छ टक्क उयो त्यहाँ चाहिँ हल्का झरना टाइपको पनि थियो होइन त्यहाँ पनि थियो अनि पौडी खेल्ने कति ठाउँ रहेछ यहाँ त है चतराको धेरै होइन हल्का हेर त ओहो पानीको आवाज चाहिँ कस्तो मिठो छ अनि बट केटाहरू कहाँबाट ओर्ले हौ ठाउँ नै छैन यताबाट होला है गाइस ओहो दामीसँगले यसरी जम्प ल गाइस लाबाट पनि कहाँ राख्यो थाहा छैन पानीमा छिरौँ न यसरी झन्डै चिप्ले है दामी है पानी चढ्नु चाहिँ अघि घाममा हल्का घाम थियो अहिले नुहाएर शीतल भयो गाइस ओहो हेर्न सक्नुहुन्छ गाइस बबाल नै छ ठाउँ यहाँ पनि छ एउटा पौडी खेल्नेमा यहाँ पनि त्यस्तो झरना छ है यस्तो छ केटाहरू अगाडि गइसकेका छन् कत्रो अगाडि गएको यिनीहरू हेर्न सक्नुहुन्छ यहाँ पनि खेल्न सक्नुहुन्छ तपाईँहरू यो के उस हान्दैछ केटाले भने पानी चाहिँ आँखा छ है चिसै छ है यहाँ पनि खेल्न सक्नुहुन्छ तपाईँहरू केटाहरू यो केस यहाँ छ उसले जम्पिङ हेर्नु जम्प खतरा जम्प थियो म चाहिँ कसरी जम्प हान्छु भने यस्तो गरेर फुत्तै जम्प हान्छु देख्यो गाइस कस्तरी हान्नु कस्तरी हाने बुझ्यो झन्डै चिप्लेर मरेँ ममा त बाँदर ओट बाँदर ओहो कस्तो जम्प हाने यहाँ पनि खेल्न सक्नुहुन्छ यहाँ पनि राम्रै छ ठाउँ यहाँ चाहिँ यसरी डेन्जर पारेर उत्रिनुपर्छ है ल है यहाँ पनि राम्रो ठाउँ छ है यस्तो झरना टाइपको अलिकति पानी छुँदै जानु पर्यो म चाहिँ जो रमाइलो भयो लगभग 2 घन्टा खेल्यौँ 2 घन्टा भनौँ न 1.5 घन्टा यो पानी पनि यो पानीको पाइप पनि यतै लग्ने रहेछ ल रमाइलो भयो डेन्जर ठाउँ छ त यहाँ पानी छुँदै रहेछ
राइट मुनि आइसक्यो अब राइट ल गाइस म चाहिँ पानी जाने हो किनभने हल्का रिक्स क्यों लिने का भाइ ठक्क जाने चिप ल्याउनै लागेको छ है यहाँ रिक्स क्यों लेने का भाइ खत्रै मजा आयो हो सन्जय उहाँ छ योगेश यहाँ छ मुनि उत्रिनुपर्छ यसरी गाइस ओहो ओ लडेँ म खतरासँगले पानीमा लागेको लेउहरू हुन्छ क्या गाइस राइट यो त पुरै जम्प हान्ने खालको छ त रुखको सहायता लिएको जम्प राइट राइट एउटा खतरा जम्पै हिसाबले झ्याम्पा हानेर क्याम्पा यहाँ पनि खेल्ने ठाउँ रहेछ है गाइस खेल्ने हो भने यहीँनिर ऊ आइसक्यो उयो देख्नुभयो उयो आइसकेछ यो हाम्रो चत्राको बाटो जाने पुल पनि पुग्दैन खुच्चा मस्त खेल्दो रहेछ नि यहाँ है आमा चिप्ले लडेँ है म चाहिँ अलिकति लेउ लागेछ नि त अलिकति गाह्रै छ नि त जानलाई यस्तो बाटोमा अलिक सावधानीपूर्वक जानुपर्ने हुन्छ चप्पल पनि चिप्ले खालको छ पानी नै जानु पऱ्यो म हल्का गर्मी भइसक्यो भाइहरू खेल्दै रहेछन् भाइहरू हेर्न सक्नुहुन्छ यहीँनिर हो छत्रापुल पनि पुग्नु पर्दैन कतिको गइरहेछ हल्का हल्का ओ फोन आयो ओए म चाहिँ हल्का यहाँ चाहिँ त्यो गरिरहेछ ठिकै रहेछ यहाँ भाइहरू कहाँबाट आएको चत्रा हो भाइहरू ल गाइस धेरै पुग्नु पर्दैन ठक्क यही हो उता चत्रा जाने बाटो यता त्यही चत्रा जाने पुल ठ्याक्कै यहाँबाट गयो भने चत्रा पुल छ यहीँनिर यो बग्दैछ नि त यस्तो छ गाइस यस्तो छ है हो यहीँनिर हो बाटोमा यहाँदेखि सिधै 10 मिनटको बाटो है यहाँबाट सन्जय पानी राख है फोन पनि आइरहेछ योगेशको फोन आएको हो योगेश फोन आयो तिम्रो चत्राको बाटो हो यो यता चत्रा पुल यता हाम्रो चत्रा मेरो बाइक हो पुरानो ओइ कल उठाउ तिम्रो कल लाग्छ ल गाइस यो चत्रा पुल है चत्रा पुलदेखि थोरै पुग्नु पनि पर्दैन टक्क यहीँनिर हो यहाँबाट सिधै 10 मिनट जानुभयो भने दामी ठाउँ रहेछ होइन त